के ले आज फेरि अर्को भिडियो लिएर आइसकेछौँ। अब 1 महिनापछि। अनि अस्ति नै यहाँको केरा चाहिँ कुहिएछ, अर्को यहाँनेरि चाहिँ छ अब फेरि। अनि यो कागती फुल फुल्दैछ यतापट्टि। अब हामी यहाँनेरि यो घाँस लगाइदिएको खोर्सानीको बोटहरू छ यहाँनेरि। यतापट्टि चाहिँ लिची फल्दैछ। यहाँ कपिला हाल्दैछन् है। यहाँ मौरीहरू थुप्रो घुमिरहन्। अनि त्यसपछि यहाँ सायद बेसार लगाएको छ। यहाँ यो चाहिँ खाली छ। अब यहाँ खन्न बाँकी छ, खनेर अनि यहाँ लाउने हो। अनि यो लसुन छ है यता। अनि यो सोइजनको बुट खै फुल रहेछ यो। अब हुन्छ कि हुँदैन। यहाँ घाँस छरेको, यो के घाँस हो। अनि यतापट्टि यहाँ भिन्डी छ। भिन्डी यो अस्ति लगाएको उम्रेको रहेछ। यतापट्टि पानी परेर चाहिँ अलि ठुलो भयो, उता नपरेर अलि सानसानै भए रहेछ अलिकति। अनि कागती टक्क त्यो लाभा निक्ले जस्तो देखिरहेको है। यता यो हल्का खनेर अझै यसलाई ठुलो बनाइदियो। अझै बनाउनु छ यतातिर। अनि यहाँनिर नि घाँस छरेको छ, उम्रिँदैछ अलिअलि। अनि सबै यो काफलले भुइँभरि छ। पाकेर झरेर ल यता चाहिँ यो नेपियर घाँस हो कि के हो लगाइदिएको छु मैले। अनि यहाँ पनि मैले घाँस छरिदिएको छु। 1 2 3 4 5 6 7 8 9 10 3-4 मुठी मकै छरेको 10 वटा मात्र भएछ यहाँ त। अनि के गर्नु। यहाँ यो लिची यसमा अलि त्यसमा भन्दा अलि यसमा चाहिँ ठुलो भए, किनभने यहाँ पानीको एक्सेस एकदम धेरै छ यसलाई। अनि यो बिग्रेको धारा चाहिँ लन्ठ्याङ छ। यो पानी आउन त आउँछ, फेरि सुकिहाल्दो रहेछ कि। त्यही भएर त्यो चलाएन। मोटर चाहिँ अस्ति बनाएर लिएर आयो। यता यस्तै छ है। कुडो बसालेको। अब एकछिनमा पानी खुवाउने बेला हुन्छ भैँसीलाई चाहिँ। चक्क यो खाले लुके। 0.6 मा त खतरा। ल त्यही हो आजको लागि यति नै। अब फेरि 1 महिनापछि कि त कहिले हुन्छ। अनि त्यो रामेछापालाई बिहेको चाहिँ हाल्न पाएँ, हाले छैन। मैले झल्दै भिडियो बनाएर चाहिँ राखेको छु। अब मैले त्यो चाहिँ हाल्छु पछि। अनि त्यही नै हो अरू है।
मम्मीलाई गाली हालेर बनाएर रोएर अरे बुढी चिन चलिरहेको रहेछ गुनगुनको खाना पकाए ल यस्तै छ आजको लागि यति नै है त मासु थियो क्या के रहेछ त्यो हरिणको हो त यहाँ छ कुखुराको मासु ल